हेलो गाइज आज फेरि म अ, बाहिर मेरो नानीको लागि सपिङ गर्न गएको थिएँ र मलाई भोक लाग्यो। फेरि भोक लागेपछि मैले सोचेँ कि आज फेरि एक ठाउँ यो चेरी काउन्ट मार्केट बोल्छन् त्यहाँ लाग्छ मोमो एकदम मिठो मोमो पाइन्छ भनेर भनेको। त्यही भएर ट्राई गरौँ न भनेर गएको। यति मिठो मोमो वाउ! अर्गानिक जस्तो देखिने होइन, त्यति मैदा धेरै पनि छैन यसमा। तर यो मोमो खानलाई यति मिठो टेस्टी थियो। मोमो खाएँ, मोमो खाएर फेरि सोचेँ अरू के खाने त? अब मोमो त खाइयो, ट्राई गर्यो, यति मिठो पनि लाग्यो मलाई। 1 प्लेट मोमो मैले अर्डर गरेँ र मैले त्यो एक्लै 1 प्लेट मोमो खाएँ। मलाई अझै अरू केही खाने मन लाग्यो त मैले यहाँ सोचेँ कि अरू के खाने भनेर। अनि त्यसपछि मैले अर्डर गरेँ चिल्ली चिकन, ड्राई चिल्ली चिकन अर्डर गरेँ। अनि त्यो त्यतिखेरसम्म अर्डर आउँदासम्म मैले मोमो खाइरहेँ। मैले 1 प्लेट मोमो पुरा खाएँ। फेरि आयो मेरो चिल्ली चिकन, मेरो एकदम फेभरेट हो चिल्ली चिकन। अनि चिल्ली चिकन आएपछि मैले देख्दै मेरो मुखबाट पानी आयो पहिला त यसलाई देखेरै। मलाई एकदम मनपर्छ। अनि खाएर पहिला मैले ट्राई गरेँ 1 पिस ल्याएर कस्तो छ भनेर। अनि खाएको त पुरा यो एकदम यति जुसी छ कि मुखमै घुल्ने जस्तो छ। यति मिठो लाग्यो मलाई यो खाएर। यति राम्रो चिल्ली चिकन बन्छ होइन। हुन त जो चिज फेभरेट हुन्छ त्यो अलरेडी पसन्द धेरै राम्रो लाग्छ। त्यही पनि यो चिल्ली चिकन यति मिठो लाग्यो। धेरै अब सोचेको थिएँ म के अर्डर गरौँ? मलाई यहाँ यति चिज खाँदा पनि मेरो पेट अझै भरेको थिइनँ कि मैले 1 प्लेट मोमोज एक्लै खाएँ। अनि 1 प्लेट चिल्ली चिकनको अर्डर गरेँ, यो पनि आफै खाएँ, होइन। अझै पनि मेरो मन भरेको थिएन तर फेरि सोचेँ कि एकैचोटि यति धेरै चिज खानु भएन भनेर। तर यहाँ यति मिठो चिजहरू मिल्छ, यति मोमो, चाउमिन होइन कि पता नहीं यति टेस्टी कोही ठाउँमा यति धेरै टेस्टी चिजहरू मिल्छ। जहाँ आफूलाई फेभरेट हुन्छ त्यहाँ त अलरेडी मिठो लाग्छ, राम्रो लाग्छ होइन, खाँदाखेरि पनि। त्यही भएर हजुरहरू पनि आउनु, खानु होइन, हजुरहरूले पनि टेस्ट गर्नु। यति खाएर देखाउँछु कति खाइरहन्छु नभन्नु ल। मलाई यति यो चिल्ली चिकन और मोमोस, चाउमिन मलाई यो 3 चिज बाहिरको मनपर्छ। यहाँ यो मेनु हो यहाँको। यो यहाँ यति चिज यति यो पाइन्छ भनेर उ गरेको उ हो। अब मैले त खानेको बाद पेट भरेर मलाई शान्त भयो, यति मन खुसी भयो। अरू हेर्दै थिएँ भने कहाँ अब अर्कोचोटि आएपछि यहाँ के खाने त? हामीले के खाने हो, के गर्ने हो भनेर मैले अरू पनि हेरिरहेको थिएँ। मेरो बेटाले भन्नुभयो कि तपाईँले कति खाने हो? अझै हेरिरहनु भएको छ भनेर भन्ने एकछिन हाँसो पनि भयो। यो मार्केट बाहिरको यही हो। यहाँ आउनुपर्छ चेरी के मार्केट भन्छन् यसलाई, म त्यति नाम पनि मलाई थाहा छैन साथीहरू। हजुरहरू पनि